हेलो साथीहरू नमस्ते टेक्स भास युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ साथी। यस च्यानलबाट हजुरले नयाँ नयाँ कुराहरू सिक्न जान्न बुझ्न सक्नुहुनेछ। नयाँ हुनुहुन्छ भने कृपया हाम्रो टेक्स भास युट्युब च्यानललाई लाइक कमेन्ट एन्ड सेयर सब्सक्राइब अनि नोटिफिकेसन पनि अन गरिदिनु होला साथीहरू। आज पनि हामीले फरक किसिमको भिडियो त लिएर आएको छौँ। हिजोको भिडियो हेर्नु भयो होला साथीहरू, हल्का तपाईँलाई जानकारी दिएको थियो अभियान एपको बारेमा। आज चाहिँ मैले कसरी रजिस्टर गर्ने, तपाईँको अभियान एपबाट हजुरले कसरी अर्निङ गर्न सक्नुहुन्छ, त्यसबाट पनि हजुरले कसरी कमाउन सक्नुहुन्छ, बेनिफिट लिन सक्नुहुन्छ, मुनाफा लिन सक्नुहुन्छ भनेर भनेको थिएँ। अब यसमा चाहिँ म तपाईँलाई सिकाउन गएर अभियान एप सुरुको भिडियोमा हेर्नु होला, त्यसबाट हल्का मैले जानकारी दिएको छु। यसमा पनि म तपाईँलाई फुल जानकारी दिनेछु है त साथीहरू। अब ल त साथीहरू भिडियो स्टार्ट गर्दैछु है। हजुरले भिडियो चाहिँ हजुरले के गर्नु भन्दाखेरि हजुरले फुल वाच गरेर हेरिदिनु होला है साथीहरू। ल त साथीहरू, हजुरहरूले अभियान एप डाउनलोड गर्नुभएको छैन भने होइन, हजुरले सबभन्दा सुरुमा हजुरले प्ले स्टोरबाट पनि हजुर जान सक्नुहुन्छ, हजुर रजिस्टर गर्न सक्नुहुन्छ होइन। म चाहिँ तपाईँलाई लिङ्क दिनेछु होइन, लास्टमा तपाईँको लिङ्क छोडिदिनेछु होइन। कमेन्टको तलतिर म लिङ्क दिनेछु, डिस्क्रिप्सनको तल लिङ्क दिनेछु है साथीहरू। त्यसबाट हजुरले गर्न सक्नुहुन्छ। मैले चाहिँ यसमा चाहिँ अलरेडी डाउनलोड गरिसकेको छु। अभियान एप चाहिँ मैले अलरेडी डाउनलोड गरिसकेको छु होइन। अब यसमा चाहिँ के हुँदो रहेछ होइन। अब म यसलाई ओपन गर्दैछु साथीहरू, हजुरले ओपन गरिदिनु होला। ओके, ओपन भइसकेपछि अब के हुन्छ भन्दाखेरि हेर्नु होला साथीहरू, सेम तपाईँको टिकटक जस्तै छ। यो चाहिँ टिकटक जस्तै छ है साथीहरू, सेम टु सेम टिकटक जस्तै छ। अब यसमा चाहिँ तपाईँको हजुरले यसमा पनि यसमा चाहिँ सिधै तपाईँको के हुन्छ भन्दाखेरि मोनिटाइज हुन्छ है। अब यसको पनि तपाईँ मोनिटाइज त हुन्छ होइन, ढुक्क भएर नबस्नु होला। यसको पनि तपाईँको क्राइटेरिया हुन्छ, अगाडिको भिडियोमा पनि भनेको थियो होला, अहिले पनि म भिडियोमा फेरि भन्दैछु। यसको तपाईँको क्राइटेरिया हुन्छ है। जस्तो अब यहाँ चाहिँ तपाईँको म यहीँबाट देखाउँदैछु। हजुरले अभियान स्टुडियोमा जानु होला, प्रोफाइलमा गइसक्नुभयो, त्यस पछाडि हजुरले अभियान स्टुडियोमा जानु होला, त्यसमा क्लिक गरिदिनु होला। एरो जस्तो आएको छ। अब त्यस पछाडि अब यहाँ के देखाइरहेको छ भन्दाखेरि तपाईँको ब्यालेन्स अर्निङ वालेट होइन, त्यसको बारेमा म जानकारी दिन्छु। सेकेन्डमा चाहिँ मोनिटाइजको बारेमा म जानकारी दिँदैछु साथीहरू। अब मोनिटाइजमा लेखेको छ माथि, सेकेन्डमा हजुरले क्लिक गर्न सक्नुहुन्छ। अब त्यस पछाडि एप्लाई फर मोनिटाइजेसन होइन। अब मोनिटाइज चाहिँ कसरी हुन्छ यसमा चाहिँ होइन, एप्लाई चाहिँ हामीले कसरी गर्न सकिन्छ होइन। अब भिडियो मैले भिडियो चाहिँ 7वटा पोस्ट गर्न भनेको छ, 6वटा पोस्ट भइसकेको छ। म भोलि फेरि पोस्ट गर्नेवाला छु। अनि त्यस पछाडि मेरो कम्प्लिट हुन्छ। अनि फलोवर पनि तपाईँको 31 भइसकेको छ होइन। सपोर्ट गर्नु होला साथीहरू होइन। अब तपाईँहरूलाई यसको पेमेन्ट प्रुफ पनि लिएर आउनेछु बिस्तारै। अब फलोवर तपाईँको यसमा चाहिँ कति चाहियो भन्दाखेरि साथीहरू 100 चाहिन्छ है, 100 चाहियो कम्प्लिट हुनको लागि। 100 त अवश्य चाहियो। अनि त्यस पछाडि एकाउन्ट एज डेज, अब यो चाहिँ कति दिन एक्टिभ हुनु पऱ्यो तपाईँको, 14 दिन चाहिँ एक्टिभ हुनु पऱ्यो। अब यो भर्खरै आएको एप हो, भर्खरै लन्च भएको, 3-4 दिन भएको छैन। मार्केट लिँदैछ बिस्तारै बिस्तारै, मार्केट लिँदैछ, टिकटक जस्तै चल्दैछ बिस्तारै, हतार नगर्नु होला साथी। त्यस पछाडि तपाईँको फोन नम्बर पनि भेरिफाई गर्नु भनेको छ, भेरिफाई गर्नु होला। टिक लगाएको जति पनि छ, ब्लू सिग्नल हजुरको ग्रिन सिग्नल आइरहेको छ नि, यो चाहिँ तपाईँको माथिको ब्लू जस्तो आइरहेछ, त्यो कम्प्लिट भएको छैन। तलको चाहिँ तपाईँको ग्रिन सिग्नल आएको छ भने सबै कम्प्लिट भएको। नन भाइलेन्स तपाईँको अहिले चाहिँ के गरेको छ भन्दाखेरि अहिले तपाईँको 500 भ्युज पुग्यो भने मात्र तपाईँले भिडियो अपलोड गर्न सक्नुहुन्छ, नभए अहिले फोटो नै अपलोड गर्न सक्नुहुन्छ। भिडियो अपलोड गर्न मिल्दैन साथीहरू। यसमा तपाईँको लाइभको पनि अप्सन आउनेछ बिस्तारै होइन, हतार नगर्नु होला। त्यसको पनि सुविधा आउनेछ बिस्तारै, टिकटक जस्तै चल्नेछ, मजाले चल्नेछ। अब त्यस पछाडि तपाईँको रिसेन्टली 30 दिनसम्म हजुरले भिडियो पोस्ट गर्नुपर्ने छ, फोटो अथवा भिडियो पोस्ट गर्नुपर्ने छ। अनि त्यस पछाडि 30 दिनसम्म तपाईँले के भनेको छ, लाइक आउनु पऱ्यो क्या, 5वटा चाहिँ तपाईँको लाइक कमेन्ट चाहिँ आउनु परेको छ भनेको छ। यति तपाईँको क्राइटेरिया हजुरले 7वटा क्राइटेरिया हजुरले कम्प्लिट गर्नुभयो भने
तपाईँको अर्निङ मजाले हुनेछ, भ्युजको इङ्गेजमेन्टको आधारमा अर्निङ हुनेछ है त। अहिले चाहिँ मेरो मोनिटाइज भएको छैन, मोनिटाइज भएको तपाईँलाई म देखाउने छु, हजुरले कसरी एप्लाई गर्ने त्यो पनि, त्यसको बारेमा पनि म भिडियो लिएर आउनेछु। पेमेन्ट प्रुफको नै बिस्तारै भिडियो लिएर आउनेछु। अब चाहिँ तपाईँको ब्यालेन्स एन्ड अर्निङमा जाउँ है त साथीहरू। अब ब्यालेन्स एन्ड अर्निङमा के हुँदो रहेछ यसमा हजुरले क्लिक गर्न सक्नुहुन्छ। अब त्यस पछाडि यसमा चाहिँ तपाईँको विड्रको पनि सिस्टम दिएको छ, ब्याङ्किङ सेवा, खल्ती, आइएमपी अनि ब्याङ्क ट्रान्सफरको यसमा तपाईँको सुविधा दिएको छ। हजुरले यसबाट पनि हजुरले विड्र गर्न सक्नुहुन्छ है। हजुरको 24 आवरमा तपाईँको विड्र रिसिभ हुनेछ, पेमेन्ट रिसिभ हुनेछ, तपाईँको इसेमा पनि रिसिभ गर्न सक्नुहुन्छ, खल्तीमा पनि हजुरले पेमेन्ट गर्न सक्नुहुन्छ, आइएमपीमा पनि हजुरले विड्र गर्न, यो विड्र सिस्टम है, विड्र म्याटर हो विड्र सिस्टम। अब यसको चाहिँ मिनिमम भनेको तपाईँको 1000 रहेको छ है। 1000मा मात्र तपाईँले 1000सम्म मात्र तपाईँले पेमेन्ट गर्न सक्नुहुन्छ होइन। पे आउट 1000देखि उता पेमेन्ट मजाले हुन्छ, तपाईँको विड्र गर्न मिल्छ भनेको छ। अनि ब्याङ्कको लागि पनि विड्र गर्न, अनि विड्रमा क्लिक गरेपछि यो देखाउने छु हजुरलाई, पछि म देखाउने छु। अब त्यस पछाडि अरू चाहिँ यसमा तपाईँको के गर्नुपर्छ भन्दाखेरि हजुरले यहाँ दिस मन्थ के भइरहेछ होइन, हजुरको लेभल पनि हुन्छ, लेभल पनि हजुरको देखाउँछ है। लेभल तपाईँको सबै हुन्छ, लेभल सेभल यहाँ ब्रोन्जी भनेको चाहिँ 1 देखि 4 लेभल भनेको छ। अब योर पोस्ट गेट द मोर भ्युवर एन्ड फ्राइडे ग्रेट टु पोस्ट भनेको छ, फेरि पोस्ट गर भनेको छ, फेरि पोस्ट गर्नु भन्दैछ है। अब लाइक रिसिभ यति रिसिभ सबै फ्राइडे राम्रो चल्दैछ भन्दैछ। बेस्ट टाइम भनेको 12 बजेदेखि 1 बजेसम्मको लन्च टाइममा चाहिँ तपाईँले भिडियो पोस्ट गर्नुभयो भने चाहिँ अलिकति तपाईँको बुस्ट हुनेछ क्या। अब एचिभमेन्टहरू तपाईँले 1000, 10,000 लाइक 1000 भनेको छ, एचिभमेन्ट 10,000 फलोवर भनेको छ है, एचिभ गर्न सक्नुहुन्छ भनेको छ। भिडियो 10 गएको यसरी चाहिँ देखाउँछ। अब हामी चाहिँ अब यसमा चाहिँ हजुरले कसरी रिफर गर्न सक्नुहुन्छ। अब अर्निङमा हजुरले जान सक्नुहुन्छ, अर्निङमा गएपछि यही भइहाल्यो होइन। अब रिफर चाहिँ हजुरले कसरी गर्न सक्नुहुन्छ भन्दाखेरि 3वटा जाने, 3वटा धर्कोमा जान सक्नुहुन्छ, 3वटा धर्को छ त्यसमा जानु होला। ओके, अब 3वटा धर्को गइसकेपछि इन्भाइट एन्ड अर्नमा हजुरले जान सक्नुहुन्छ होइन। इन्भाइट एन्ड अर्नमा हजुरले जान सक्नुहुन्छ। इन्भाइट अनमा गइसकेपछि हजुरले इन्भाइट गर्न सक्नुहुन्छ, हजुरले वाट्सएपमा पनि हजुरले इन्भाइट गर्न सक्नुहुन्छ। साथीहरूलाई वाट्सएपमा क्लिक गरेपछि हजुरले इन्भाइट गर्न सक्नुहुन्छ है मजाले। अनि त्यस पछाडि हजुरले 20 रुपियाँ पाउनुहुन्छ। रिफर गर्दा पनि तपाईँलाई 20 रुपियाँ प्राप्त हुनेछ होइन। यसरी हजुरले सबै कुरा भेरिफाई गर्नुपर्छ अनि मात्र हजुरको अगाडि बढ्न सकिन्छ। हजुरले भिडियोहरू पोस्ट गर्नको लागि यहाँ माथि टपमा के देखाएको छ भन्दा हजुरले 500 भ्युज पुगाउनु भयो भने अनि मात्र हजुरको भिडियो चाहिँ पोस्ट गर्न पाउनुहुन्छ, नभए पाउनुहुन्न भनेको छ होइन। अब त्यसै गरी हजुरले भिडियो पोस्ट गर्नको लागि हजुरले प्लसमा दाबिदिनु होला होइन। प्लसमा दाबिसकेपछि अनि माइक्रो युएसबीमा दाबिदिनु होला। यसरी हजुरले पोस्ट साथीहरू त्यसरी हजुरले पोस्ट गर्न सक्नुहुन्छ। मैले देखाएको अनुसार हजुरले पोस्ट गर्न सक्नुहुन्छ। फोटो पोस्ट गर्न सुरुमा फोटो पोस्ट गर्नुपर्छ होइन। डेली बाई डेली हजुरले पोस्ट गर्नुपर्छ। अनि त्यस पछाडि भिडियोको चान्स आउँछ। त्यसरी नै हामीले भिडियो पोस्ट गर्दै जाने हो, भ्युज बढाउँदै जाने हो, साथी बनाउँदै 100 फलोवर चाहिँ बनाउनु पऱ्यो साथी। हजुरले 100 फलोवर बनाउनुहुन्छ भने अभियान एप चाहिँ मोनिटाइज हुने हो है साथीहरू। ल त साथीहरू आजको लागि यति नै साथीहरू। नेक्स्ट भिडियोमा तपाईँहरूलाई फेरि जानकारी दिँदैछु। यस्तै खालको जानकारी भिडियो हेर्दै हुनुहुन्छ तपाईँहरू। नयाँ हुनुहुन्छ भने हजुरले सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला होइन। बेल आइकन पनि नोटिफिकेसन पनि अन गरिदिनु होला। मेरो भिडियो तपाईँहरूको